हेलो गाइज, गुड मर्निङ, नमस्ते। तपाईँहरू सबैजनालाई फेरि पनि मेरो भ्लगमा स्वागत छ। सो गाइज है, अहिले भने चाहिँ आज चाहिँ हामी बहिनीकोमा हिजो आएको र अहिले चाहिँ चिया खाँदैछौँ। हेमन्त र म चाहिँ हो भर्खर उठेर पुरा थाकिरहेछ। अनि बसन्त चाहिँ यहाँ मटर केलाउँदैछ हो। आज चाहिँ म मटर पनिर बनाउने हो। हेमन्तको यहाँनिर हो पहिलेको याद आयो भन्दै हो। र म पनि खाँदैछु चिया। र यहाँ भने चाहिँ पनिर रेडी भइसकेको छ। मैले यहाँनिर धोइधाइ गरेर अब र यहाँ चाहिँ पनिर फ्राई भएको छ हो। अनि मटर पनि रेडी छ है। अहिले भने चाहिँ अब बजेको छ 3:30 4 बज्नु आँटेको छ है। र अहिले चाहिँ बहिनीको हामी चाहिँ बारीमा जाँदैछौँ। बहिनी आज चाहिँ हाम्रो लास्ट दिन हो यसरी बस्ने। अन्त तँलाई के भन्नु छ? फेरि आउँछौँ नि हामी। मलाई अझै यस्तो सरप्राइज चाहियो वर्षमा 4-5 पल्ट। सरप्राइज दिनु त केही छैन कि, तर यो बाटो हेर्दाखेरि चाहिँ है हामी चाहिँ कहाँ पुग्नुपर्छ भनेर म देखाउँदैछु। यहाँ माथि त्यो यो जुन चाहिँ बिजुलीको पोस्ट देख्नु हुँदैछ नि, त्यहाँ पुगेर पनि उँभो यहाँ माथि पुग्नुपर्छ। हिँडेर हामी त हिँडेकै हो नि, हेर्नु सक्नुहुन्छ है। भोलि बिहान चाहिँ त्यहाँसम्म हिँडेर चाहिँ जानुपर्छ र त्यहाँदेखि चाहिँ गाडी पाउँछ। यहाँनिर आइराखेको छ बारीमा है। यो चाहिँ प्याजको पत्ता हो। आज चाहिँ हामी चिकन मोमो बनाइदिने अरे बहिनीले। र प्याजको पत्ता टिप्नु आएको छ। प्याजको पत्ता हाल्यो भने चाहिँ एकदम मिठो हुन्छ नि त। यहाँ छ रोप्ने मान्छे चाहिँ है। यो मान्छे चाहिँ एकदम सागसब्जी चाहिँ पुरा लगाउँछ है बारीमा। यहाँ भने चाहिँ हेमन्त र म चाहिँ प्याजको पत्ता केलाउँदै बसिरहेछ हो। यहाँ बसन्तले किमा काटेर रेडी गरिसकेको छ। र अहिले भने चाहिँ हाम्रो मोमो पाकेर रेडी भइसकेको छ है। चुलामा पकाएर खानु एकदम मिठो हुन्छ, बचपनको याद आउँछ। र हामी सबैजना मिलेर मोमो खायौँ। र आजको मेरो भ्लग यहीँसम्म। बाई बाई।